हाई गाइज अनि आज चाहिँ म र मेरो छोरी छु बारीमा। नानी हामी के गर्न आएको? ढोड उयो गर्न साथीहरू। अनि हामी चाहिँ मकै छर्नुको लागि बारीहरूमा झोरहरू डढाउनुको लागि आइरहेको छौँ साथीहरू। अब यहाँ चाहिँ आगो बाल्नुपर्ने हुन्छ। अनि देख्न सक्नुहुनेछ यति धेरै झार आएको छैन। मकै छर्ने बेला भइसकेको छ, मल बोक्ने बेला भइसकेको छ साथीहरू। यस्तै छ। अनि मेरो नानीलाई चाहिँ सघाउ है नानी भनेर लिएर आएको छु। अब चाहिँ यसमा आगो बाल्नुपर्ने हुन्छ। कति ठाउँमा त मकैहरू त हजुरहरूले त छरिसक्नु भयो होला। हाम्रोतिर चाहिँ मल बोक्नु पनि बाँकी नै छ। अनि मकैहरू चाहिँ छरिसकेकै छैन साथीहरू। अब यो चाहिँ हल्का चिसो चिसो छ, बल्छ बल्दैन भन्ने हो। बल्छ कि बल्यो खोइ। त्यही माथि सुकेको छ, त्यहाँदेखि सल्केर जान्छ कि भनेर मैले चाहिँ बालेको। अब चाहिँ हामीले डढाउनु पर्ने हुन्छ। अनि यो चाहिँ रहेको छ बेलुकाको 5:30 बजेको भ्यू साथीहरू। आगो चाहिँ मजाले बलिसकेको छ। अब यसलाई चाहिँ म अझै धेरै बनाएर जलाउनेवाला छु। साथीहरू हामीले चाहिँ यति धेरै बनाएको छौँ। अब यसलाई चाहिँ बाल्नुपर्ने हुन्छ। सक्यो जलेर। यहाँ चाहिँ मेरो छोरी कामवाली काम गर्दैछिन्। कहाँ चढेको नानी? लडिन्छ है। मान्छे त्यहाँ बस्छ भने हावा यसरी आयो भने त आगोले त उयो गरिदिन्छ। साथीहरू अहिले चाहिँ रातिको लगभग 7 बज्न लागेको छ। अनि अब हामी पनि यो बलिसकेपछि जानेवाला छौँ। सो गाइस बाई 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 बाई।